हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आजको चाहिँ ब्लगको सुरुवात चाहिँ म्यागी बनाएर हुँदैछ, किनकि छिटो छिटो आज भोक पनि लागिरहेको छ। त्यस कारण चाहिँ अब मम्मी बाबा पनि बाहिर हुनुहुन्छ, त्यस कारण चाहिँ अब घरमा एक्लै भएर के गरौँ भनेर म्यागी बनाएर खाइदिएको। लेख्न चाहिँ लेखिरहेको छ 2 मिनटमा म्यागी बन्छ, तर भन्न चाहिँ कहिले भनेको छैन अहिलेसम्म। अनि पनि तपाईँहरू पनि सोध्दै होला कि नेपालतिर चाहिँ म्यागी चाहिँ कहाँबाट आउन थाल्यो, कुनै कुनै ठाउँमा बोर्डर एरियातिर चाहिँ म्यागीहरू पनि आउँछ भन्न खोजेको हजुरहरूलाई। अनि सब सब्जीहरू हालेर जुन जुन हाल्ने कुरा थियो सब हालेर एकदम टक्क लगाएर एकदम अहिले चाहिँ खोर्सानी चाहिँ काटेर एकदम धनियाँ पत्ता निकालेर एकदम टक्क लगाएर त्यसमा एकदम रेडी प्रोफेसनल तरिकाले बनाऊँ भनेर यसपालि चाहिँ बनाएको। नभए पानीमा हालेर एकपल्ट उबाल्दा भइहाल्छ। यहाँ चाहिँ हाम्रो नमक पनि एकदम नुन तुन हालिदिएको हामीले टक्क। अब के हालौँ भनेर अरू पनि के हाल्नु मन लागिरहेको थियो, त्यस कारण चाहिँ हल्दी पनि 1 चम्मच हालिदिएको। किन हालेको मलाई पनि थाहा भएन। अनि फेरि यस्तो खालको चाहिँ देख्नमा चाहिँ लागिरहेको थियो। अनि यहाँ हेर्न सक्नुहुन्छ एउटा चाहिँ भ्यू लुक्स भन्न हेर्न सक्नुहुन्छ। अनि यति निम्की पनि थियो घरमा, निम्की पनि एक हात पनि थिएन, खाइदिएको। अनि फेरि बाइक लिएर गइदिएको बाहिर घुम्न। यस्तो दामी भ्यू 10 किलोमिटर धुलाबारीदेखि। तपाईँहरू पनि धुलाबारीमा बस्नुहुन्छ भने उतादेखि 10 किलोमिटरदेखि यहाँ पहाडको सुरुवाततिर एकदम राम्रो भ्यू चाहिँ आइरहेको थियो। त्यहाँतिर गएको कम्तीमा पनि 20 किलोमिटर भयो होला ट्राभल, 10 किलोमिटर जाने 10 किलोमिटर आउने। अनि फेरि यस्तो चाहिँ खालको चाहिँ भ्यू आइरहेको थियो, एकदम राम्रो भ्यूको साथै यहाँ मेरो बाइक राइडर नयाँ बाइकको साथ नयाँ भ्यू हेर्ने गएको हामी। एकदम खतरा खालको बाइक पनि लागिरहेको थियो, बाइकको पनि सिनेमेटिक सट लिएर एकदम टक्क लगाएर फेरि अब यताउता हेरेको, यताउता अलिक कस्तो मजा आइरहेको थियो। अनि फेरि एकैछिनपछि घरतिर हिँडिदिएको त्यहाँ यहाँ चाहिँ घरतिर आउँदा आउँदा 2वटा चाहिँ मन्दिर भेटेँ। यो चाहिँ फर्स्टको मन्दिर हो, मन्दिर भेटेपछि देखाउनै पर्छ भनेर देखाइदिएको। यहाँ पनि सत्यनारायण मन्दिर छ, हेर्न सक्नुहुन्छ, यो पनि फेमस मन्दिर छ हाम्रो धुलाबारीतिरको। अनि फेरि एकैछिनमा गएपछि आफै लाइट अन गरिदिँदा त्यति बेला गरेन, बाई बाई।